हेलो हाई नमस्ते वेलकम टु माई न्यू भ्लग। धेरै वर्षको अन्तरालपछि चाहिँ मैले फेरि पनि पुनः भ्लग बनाउँदैछु। हेर्नु होला सुरुदेखि अन्तिमसम्म। म चाहिँ धेरै वर्षपछि आफ्नो पोर्टफोलियो दोलखा जाँदैछु है त, मम्मी बाबाको साथमा। ओके डाडु लाइस्यो गुड। म चाहिँ मम्मी ड्याडीलाई लिन आएको। हस्, अनि यो चाहिँ मेरो माइती हो, यहाँ माइती घर नजिकै। अहिले चाहिँ प्राणभन्दा प्यारो माइती घर होइन। यहाँ अब यस्तो गर्दाखेरि त अनि के गर्नु त, अनि यहाँ पोकापोकी पनि छ हजुरको त नि। ए मेसिन बोक्छ हजुरले, ल ठिक छ। मम्मीको घोडा देखेर यता हाम्रो यहाँ लगेजहरू यहाँ हजुर अगाडि बस्छ ल हजुर, हजुर उता बस्छु ल। हाम्रो यहाँ लगेजहरू हुन्छ ल, ड्याडी अगाडि बसिन्छ ल ड्याडी। अर्को गाडीमा चढ्दैछौँ। यहाँ चाहिँ फुपूहरू हाई भन्छ न। सलटारबाट मुभ हुँदैछौँ दोलखातर्फ प्रस्थान। कहिलेकाहीँ यसो भेटघाट हुँदाखेरि चाहिँ चिना परिचय गरिराख्नुपर्छ हामीले। 35 वर्ष पछाडिको अन्तरालमा चाहिँ दोलखा आफ्नो पुर्खौली घर मम्मी ड्याडीको साथमा जाँदैछौँ दाइको गाडीमा। पेट्रोल पम्पमा चाहिँ हामी डिजल राख्नको लागि गाडी रोकेको छ। हेलोमा स्कुटी, दुईटै स्कुटी चाहिँ नि यहाँ पल्टेछ। बच्चा पनि बिचरा हेर ल, यस्तो छ बाटो, के गर्नु। चिया खानको लागि हामी अडिँदैछौँ। ब्युटिफुल भ्यू। होइन बिस्तारै आइसिन्छ नि त, आइसेन। धेरै वर्षपछि गाउँ जान लागेको भएर होला म चाहिँ एकदमै सो एक्साइटेड भएको छु। आइसक्यो अब हामी फेरि तल जाँदैछौँ। गाह्रो हुनेमा हामी तलै जाउँ। रोटी यसपालिको ट्रिप चाहिँ एकदमै छुट्टै हुनेवाला छ, एकदमै रमाइलो हुनेवाला छ मेरो ट्रिप चाहिँ। दोलालघाट यता सिधा गयो भने चाहिँ 12 तातो पानी खासा चाइना बोर्डरसम्म पुगिन्छ भने हामी चाहिँ यता दायाँतर्फ लाग्दैछौँ चढीकोट दोलखा। जाउँ यतै जाउँ हामी, दायाँतिर जाउँ त पुल छ। त्यो अगाडिको गाडी पनि चढीकोटै जाने रहेछ। तर माथि चाहिँ पुरै अब उकालो छ, उकालो लाग्नुपर्छ अब यहाँबाट। चाहिँ अलि रमाइलो रहेछ ल, होटलै होटल पुरै यतातिर। पछि घर फर्किने बेलामा पाइयो भने चाहिँ किनेर लानुपर्छ। यता पाइन्छ नि होइन, यतातिर मजाले लाग्नुपर्छ, मिठो हुन्छ मोडेको हाल। कि जायो यहाँबाट चाहिँ दोलखा जिल्ला प्रवेश गर्दैछौँ हामी। ल जाउँ त जाउँ बाबु, जाउँ आलडाँडामा आइपुगेका छौँ। खडीढुङ्गा हामी चाहिँ यहाँ यसो फोटोसुटको लागि आउँदैछौँ। यहाँबाट यस्तो भ्यूहरू चाहिँ पुरै यो बादल लागेर होइन, म ड्याडी उता होइसिन्छ। अनि यो भ्यूहरू चाहिँ पुरै बादल लागेर चाहिँ अलिकति केही खुलेको चाहिँ छैन। उता पारितिर पनि केही देखेकै छैन, हल्का हल्का देखिराखेको छ।
बाफ्रे 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 कस्तो हावा आएको है अब म कपाल उडाएर हेर्छु नि यहाँ म त त्यही भएर हामी खरिढुङ्गामा यो चिसो के फोटोसुट धेरै चिसो भिडियो छ के नानी आज गर्नको लागि एकछिन यस्तो रमाइलो इन्जोय गरौँ भनेर अनि सिनहरू चाहिँ यस्तो देखिरहेको छ बोर्ड देखेछौ तिमीले ल अब गाडीमा बस्छ बाटो बाटो चरीकोट चाहिँ चरीकोट बजारबाट हामी लाग्दैछौँ है त अब हामी चाहिँ गाडीमा नै छौँ है अहिलेसम्म नि चरीकोट बजारमा गाडी रोकिराखेको छ यहाँ चाहिँ नि अब एकछिन काम परेर बुवा हुनुहुन्छ बुवाले चाहिँ मैले यो यसो केही खानको लागि पैसा दिएँ धन्यवाद भन्नुपर्छ नि बुवा दोलखा बजार अब हामी यहाँबाट चाहिँ नि दोलखा भीमसेन मन्दिर जाने यहाँ गेट होइन अब हामी चाहिँ सिधै जाँदैछौँ अहिले चाहिँ होइन सिङ्गटी बजार आउन लाग्यो भोक पनि लाग्यो जस्तो फिल भयो क्या त्यही भएर गाह्रो गाह्रो पनि भयो रिङ्गाटो पनि लाग्यो अब सिङ्गटी बजार देखाउँदैछ है त हजुरहरूले यसो हेर्दै गर्नु होला म देखाउँदैछु सिङ्गटी बजार देख्नुहुन्छ बोर्ड ल है सबैजनाले हेर्नु होला हजुर काकाले हेर्दै हुनुहुन्छ यो ब्लग हेर्दै गर्नुहोस् इन्जोय गर्नुहोस् ल आइपुग्यो अब हामी यहाँ खाना खाने छौँ ल अब बिगु लाग्यो बाफ्रे खोला कलकल बगिरहेको छ यतातिर बाबा राम्रो सिन एकदमै ल चाहिँ गोबरखोला मामा घर जाने बाटो भयो लामा बगर अब हामी चाहिँ यता काप्ती जन्तीपुर सुडी त्यहाँबाट चाहिँ पुल क्रस गरेर जाँदैछौँ यता तलतिर ओह्रालो लाग्यो है अब बाटो यस्तै हो ल पुरै ग्राभिट ढङ्ग्रा ढुङ्ग्रो हुने रहेछ दामी घोर्ले बजार भर्लेको पहिलोको बजार ल ठिक छ घोर्ले देउराली गाडा छैन यहाँ हाम्रो दाईको चाहिँ कृषि फार्म पुरै सुन्तला पुरै बगैँचा लगाउनु भएको छ सुन्तला यता माथि चाहिँ मम्मी गइरहेको छ त्यो चाहिँ अभोकाडोको बोट यता आँखाले नभ्याउने गरेर माथिसम्म माथिसम्म रहेछ हामी चाहिँ यहाँ हेर्न आइरहेको छ एकछिन फार्ममा चाहिँ यसो हेर्न आइरहेका छ होइन फर्स्ट टाइम आएको मैले चाहिँ भिडियोमा देखेको थिएँ यस्तो यहाँ सबै देख्न सक्नुहुन्छ परसम्म छ यहाँ चाहिँ सकिसकेको रहेछ सुन्तलाको बिरुवाको बोट त्यो अमला हो बाबा उताको त्यो प्याङ्क्रिया भन्ने हो नाम लामो त्यो हुने जस्तो हुन्छ सजीवन प्याङ्क्रिया भन्छ तरकारी खाने होइन सजीवन भन्छ अभोकाडोको बिरुवा पनि लगाउनु भएको रहेछ अब यो रोप्नलाई तयारी भइसक्यो सजीवन ल यो पनि परसम्म सिमिस चाहिँ हुन्छ लामो लामो रुख जस्तो बोर्डमा हामी चाहिँ हेर्न आइरहेको छौँ है डाडु चाहिँ यता अगाडि उता पुरै हरियो डाँडा काँडा जङ्गलले घेरिएको राम्रो हुने रहेछ है पल्लो आइसक्यो परसम्म छ ल हो है देखेँ मैले यहाँ झन् ढलिरहेको छ यहाँ पनि देख्छु अङ्गुर चाहिँ यस्तो सुकेको छ नि अलि उता डल्ले खुर्सानी छ कुनामा चाहिँ
अन्त जिल्लाहरू पनि आउँछ यहाँ बुकिङ गर्नलाई Mhm. त्यो पनि आएको थियो गोलभेडा यो साइड बाफ्रे गोलभेडा कत्रो कत्रो गोलभेडा फलिरहेको छ दाईको मेहनतलाई चाहिँ मान्नै पर्छ ल दाई गुड जब एकदमै फर्स्ट टाइम बहिनी आएको छ हजुरको यहाँ फार्ममा यसो घुम्नलाई गोलभेडा एकदमै राम्रो गर्नुभएको रहेछ अझै राम्रो गर्दै जानु होला हजुरलाई प्रगतिको शुभकामना त्यो कुना कुनाको सबै अङ्गुर हो ए ल जाउँ त अब सुन्तलाको बोट पारीको डाँडा देख्नु भएको छ नि यही डाँडाको बाटो हुँदै 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 माथि टुप्पोको उतापट्टि चाहिँ म जन्मेको जन्मथलो यो घर मेरो पुर्खैले घर चाहिँ यही माथि नै हो यो गाउँ पारी देखिराख्नु भएको गाउँ छ नि यो चाहिँ पार्वत मामाहरूको गाउँ घर ल जङ्गादाईको घरमा जाँदैछ हामीहरू चाहिँ यहाँ तल घर बस्ती देखिरहेको छ नि हो यही तल घर हो ल यही हो हाम्रो चाहिँ सामान यहाँ छ सामान छ ल अब यहाँबाट चाहिँ हामी यता तलतिर हिँडेर यहाँ तल यताबाट यसो सलक्क गरेर यहाँ तल घरमा जानुपर्छ भारी बोकेर माउन्टेन माउन्टेन ल ठिक छ स्ट्रगल भने यही हो स्ट्रगल यहाँ त घर चाहिँ तल छ दाइको घर ओह्रालो झर्दैछु यहाँनिर जिन्दगानी गरिटोमा कामो छाया हो रमाइलो पनि भइरहेछ यहाँ हातमा पनि मेरो यस्तो सामान छ होइन यस्तो सामान बोकेर हिँड्दैछु रमाइलो पनि भइरहेछ छुट्टै रमाइलो 35 वर्ष पछि गाउँ आउँदैछु होइन के लड्सिन्छ है गाह्रो छ जिन्दगी तलतिर नि खिच्दै गर जिन्दगीमा अब म कसरी ओर्लिन्छ त यहाँ दुई हातले सँगै यहाँ भारी बोकेको छु ल रमाइलो अनुभव पनि भइरहेको ठिक छ ठिक छ लागिरहेको छ हजुर पनि बिस्तारै आई फुपू घर जाँदैछु भन न जाने अझै भन्छ जस्तो फुपू घरतिर ओह्रालो लाग्दैछ मेरो छोरीको पोका पातेर टन्न बोकेर हिँडेछ मेरो छोरीले म चाहिँ हिँड्नु नसक्ने अवस्थामा छु त्यो पनि क्यामेराम्यान भइखाएको बिस्तारै हिँड्छ बिस्तारै आनन्दले नआतिकन आरामले हिँड्ने हो होइन जस्ट गाउँठाउँमा पहिल्यै हुर्केको त हो नि हामी अहिले पो काठमाडौँमा बसोबास गरेको भएर यो गाउँको बाटो अलि हिँड्नलाई गाह्रै छ हामीलाई होइन त्यही भने तर कहिलेकाहीँ आउँदाखेरि एकदमै रमाइलो छुट्टै रमाइलो भइरहेछ होइन अय्या फुबाजु त फौजु आइसन्छ दर्शन फुबाजु दर्शन